रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा लगानीकर्ताको यस्तो ओइरो। ल यो उत्साहको पछाडि के छ हेरौँ न। लगानीकर्ताहरूले 25 अरब रुपियाँभन्दा बढीको आवेदन दिएका छन्। सोच्नुस् त कति ठूलो रकम हो यो। पुस 11 गते आवेदन बन्द हुँदासम्म कतिजनाले भरे होलान् त। अब त्यो हेरौँ। कुल 5,83,000 भन्दा बढी लगानीकर्ता। यसले बजारमा कति धेरै आकर्षण छ भन्ने प्रष्टै देखाउँछ। र उनीहरूले मागेको कुल किता सङ्ख्या 3 करोडभन्दा माथि पुग्यो। अब सबैभन्दा रोचक कुरा, माग र आपूर्तिलाई एकै ठाउँमा राखेर हेरौँ। मतलब मागभन्दा करिब 33 गुणा बढी आवेदन परेको छ। शेयर पाउन कति मुस्किल छ यहीँबाट थाहा हुन्छ। अब प्रश्न उठ्छ, यत्रो प्रतिस्पर्धामा शेयर कसरी बाँडफाँड हुन्छ त? यसमा हरेक सफल आवेदकले 50 किता पाउनेछन्, र त्यो पनि गोला प्रथाबाट मात्रै। त्यो 5,83,000 मध्ये भाग्यमानी हुनेछन् केवल 18,495 जना। यसको मतलब 5,65,000 भन्दा बढी लगानीकर्ताको हात खाली हुने निश्चित छ। खैर, यी सबै तथ्याङ्कले बजारको अवस्थाबारे एउटा ठूलो सङ्केत दिइरहेका छन्। यसले बजारमा प्रशस्त पैसा र नयाँ शेयरको लागि कति धेरै भोग छ भन्ने देखाउँछ। अनि यो कहानी रिलायन्सको मात्र होइन है, अरू आइपिओमा पनि उस्तै छ। जस्तै सूर्यकुण्ड हाइड्रोको आइपिओमा पनि माग आपूर्तिभन्दा कैयौँ गुणा बढी देखियो। ल अब जसले शेयर पाए उनीहरूका लागि अगाडि के छ त? यसको ओपनिङ रेन्ज न्यूनतम 242 देखि अधिकतम 726 रुपियाँसम्म हुन सक्ने अनुमान छ। आवेदन त बन्द भइसक्यो। अब नतिजाको लागि करिब 1 हप्ता कुर्नुपर्ने हुन्छ। थोरै शेयर, यति धेरै लगानीकर्ता, आखिर यो पैसाले बजारलाई कहाँ लैजाला?